लोजी नबुझ्ने होइन अब मलाई त्यहाँ बस्नु सुरक्षित छैन भन्ने फिल लाग्यो। यो कति गते हो घटना? 18 गते 18 गते बिहान ओडामा बोलाइयो तपाईलाई? ओडा हैन, त्यो चलिरहेको घरको तलपट्टि, त्यो जुन घरमा आगो लागि भयो त्यो घरको तलपट्टि 18 गते बिहान मलाई बोलाइयो। म त्यहाँ गएँ। त्यस पछाडि मलाई ह्यारेस गर्ने काम भयो सर। त्यस पछाडि मेरो छोराछोरीको जीवन सुरक्षित छैन भन्ने लाग्यो। त्यस पछाडि त्यसको 5 देखि 10 मिनेटमा मैले मेरो छोराछोरीलाई घर छाडेर जाने निर्देशन दिएँ। तपाईँ त्रासमा हुनुभयो एकदमै, बच्चा बालबच्चाको सुरक्षाका लागि। हजुर। यो नोटिसमा रहोस्, राष्ट्रिय मानवाधिकार आयोग र मानवाधिकारको क्षेत्रमा काम गर्ने व्यक्तिहरू एउटा नागरिक कसरी असुरक्षित हुनुहुन्छ, जो लोकतन्त्र भनिन्छ, कसरी गुन्डागर्दीलाई प्रोत्साहन दिइन्छ, र उहाँ जो नवीन गजुरेल मेरा सामुन्ने हुनुहुन्छ, उहाँको परिवारजन घरमा बस्ने अवस्था छैन। किनभने साँचो बोले बापत त यो नोटिसमा रहोस्। अन्तर्राष्ट्रिय कम्युनिटीको कृपया बताउनुहोस्।